आजको मेरो एक्साइटमेन्ट देखेर बुढी त दङ्ग परे है साथीहरू। भिडियो अन्तिमसम्म हेर्नु होला। अल राइट गाइज, वेलकम टु माई मिनी भ्लग। आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको भिडियो कस्तो टाइपको हो भनेर तपाईँहरूले अगाडिको क्लिप्सबाटै थाहा पाइसक्नुभयो होला। आज चाहिँ हामी जाँदैछौँ अजय ब्रदरको भाइरल होटल। रोडमा आएर बसेको त साथीहरू गाडी नै आएन, जता हेऱ्यो पनि रोड त खाली, घामले एकदमै पोलिरहेको थियो। एकछिनपछि गाडी आयो अनि हामी चढेर लाग्यो भण्डारातिर। गाडीमा मेरो एक्साइटमेन्ट देखेर बुढी त हाँस्छ त। हामी चाहिँ 4 जना भएर गाडीमा गएको साथीहरू कहिले भण्डारा पुगे जस्तो लागेन। बल्ल तल्ल भण्डारा पुगेर भाडा साडा सबै दिएर बाहिर निस्केको त साथीहरू यो दृश्य चाहिँ लास्टै नराम्रो लाग्यो। यस्तो कुरामा चाहिँ नगरपालिकाको पनि ध्यान आकर्षण होस् भन्दै लागे हामी अजय ब्रदरको होटलतिर। यो चाहिँ भण्डारा चोक हो। यो चोकबाट चाहिँ अलिकति माथि गइसकेपछि मात्रै अजय ब्रदरको होटल पुग्छ। यदि तपाईँहरू पनि आउने सोचिराख्नु भएको छ तर लोकेसन थाहा छैन भने यो भिडियो हेरेर पनि आउन सक्नुहुन्छ। फाइनल्ली हामी चाहिँ होटल पुगिसकेको छौँ। हामी होटल पुग्दा चाहिँ आशिष ब्रदर र उहाँको माम मात्रै हुनुहुँदो रहेछ, तर एकदमै बिजी हुनुहुन्थ्यो। जाने बित्तिकै चिकन चटपट अर्डर गरेको त एकैछिनमा बनाइदिनु भयो। अनि हाम्रो पाल ल्याम्प चटपटै दबाउन थाले। चटपटै खाएर सकिने बित्तिकै मोमो पनि ल्याइदिनु भयो अनि हामीले मोमो पनि खाए। अनि सबै खाएर सकिसकेपछि हामी त्यहाँबाट निस्किसकेपछि बुढीको आइब्रो मिलाउनु पर्छ भनेर हामी ब्युटी पार्लरतिर पनि छिरे। ब्युटी पार्लरबाट निस्केर हामी लागे छोरोलाई चस्मा किन्न। चस्मा पसलमा गएर यसो हेरेको त कालो चस्मा मलाई मन पर्यो। छोरोलाई यसो लगाइदिएको त लाउँदिन भन्छ। आज भोलिको बुढाहरू चाहिँ हो भनेर यसो सेतो चस्मा निकालेर लगाइदिएको त केटो मक्खै। अनि हामी त्यहाँबाट निस्केर लागे कस्मेटिकतिर। बुढीले पनि उसलाई चाहिने सामान लियो, मैले पनि एउटा कोब्रा लिएँ। बजारको कामहरू सकिसकेपछि अनि हामी त्यहाँबाट निस्के। गाउँमा पुगेको त केटाहरू पुरै ग्राउन्डमा बल खेलिरहेको रहेछ। म पनि गएर खेल्न थालेँ है साथीहरू। ल त साथीहरू, आजको लागि यति नै। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ कमेन्टमा भनिदिनु। यदि तपाईँहरूलाई यस्तै मिनी भ्लगहरू मन पर्छ भनेदेखि अवश्य फलो गर्नु है त। बाइ बाइ।